हेलो, म चाहिँ अहिले यो माछापोखरी बस पार्कमा छु र यहाँनिर एउटा तरकारी बजार छ। त्यही तरकारी बजारको छेउबाट मैले तिनपिपलेको लागि सार्वजनिक बस चढेँ। तिनपिपलेबाट यो भर्याङहरू उक्रेर स्कुल पुग्छौँ। यो जितपुर फेरि स्वास्थ्य चौकी घाम जाने यता है। यहाँबाट भर्याङ माथि माथि जान्छौँ। यो अगाडिको भर्याङ करिब 1350 मिटर माथि अवस्थित यो मन्दिर पुग्नलाई लामै भर्याङ चढ्नुपर्छ। अहिले चाहिँ हामी इन्ट्रान्स निरै पुगेको छौँ। यो चाहिँ गोल्डन टेम्पल भुवनेश्वरी मन्दिरलाई दाहिने बनाएर हामी अगाडि बढ्छौँ। म चाहिँ अहिले अब 5 माइल आइपुगेँ है। यो चाहिँ तल धर्मस्थली होइन। अब यता तारकेश्वर महादेव यता हुनुहुन्छ है। अनि पर उता अब झोरहरू भइहाल्यो होइन। यता देखिरहेको छ यता काठमाडौँ हो भने यो साइडमा चाहिँ नुवाकोट हो है। यतापट्टिको साइड चाहिँ म अहिले 5 माने आइपुगेको छु। 5 मानेबाट यो देखिएको साइड नुवाकोट साइड पऱ्यो है। अब म तपाईँहरूलाई अनि अब यहाँबाट सिधै यहाँबाट अगाडि गएपछि 5 मानेबाट राइट गयो भने धर्मस्थली अनि सिधा गयो भने तारकेश्वर महादेव होइन यहाँबाट। तर हामी त्यहाँनिर त्यो जङ्सनबाट लेफ्ट लाग्छौँ ल। लेफ्ट लागेर यो चाहिँ कुखुरा फार्म हो। यो कुखुरा फार्मको पछाडि हुँदै यो चाहिँ कुखुरा फार्म भयो। यो कुखुरा फार्मको पछाडिबाट बाटो छ। अनि हामी यहाँबाट तल यो झ्याम्म परेको रुखको तल जङ्गलको तलबाट जान्छौँ होइन। अनि यो पासाङ लामा हाइवे छ यहाँनिर। अनि ठ्याक्कै यहाँनिर यहाँ पुगेर पासाङ लामा हाइवे छुन्छौँ र पासाङ लामा हाइवेबाट तल झरेर अनि तल बनचरी डाँडा निस्किन्छौँ। 9 किलोमिटर पर छ यहाँबाट बनचरी डाँडा है। यही भइहाल्यो। अब हामी जङ्सनमा आइपुग्यो ल। यो जङ्सनबाट तल जितपुर फेरि जाने बाटो यो भयो। 5 जाने माथि भयो यो जाने होइन। अनि तारकेश्वर यहाँबाट भित्र छिर्नु पऱ्यो है होइन। यहाँबाट जितपुर फेरि बस पार्क पनि आउँछ। हामी चाहिँ आज यो लेफ्ट जान्छौँ ल। आएको बाटो यो यहाँबाट चाहिँ हामी यतापट्टि लाग्यौँ ल। यो साइडमा यो अघिको कुखुरा फार्म भनेको यही भइहाल्यो। अब हामी चाहिँ यो कुखुरा फार्मको छेउछेउ यो बाटोबाट जान्छौँ ल। यहाँबाट आउँदै यो बाटो यहाँनिरबाट आयो होइन। यसको लप्सीको मजाले परेको छ। यो भयो काउली हेर्नु छ। अब हामी यता लेफ्ट राइट कतै नलागिकन सिधा आउँछौँ। सिधा लाग्ने उकालो माथितिर कतैतिर पनि नलाग्ने है। यहाँबाट आएको अब यतै चाहियो बट्टाबट होइन। यहाँ बट्टाबट हुँदै रहेछ काम। यो पासाङ लामा हाइवे एकतिरको त भइसकेको रहेछ, अर्कोतिरको चाहिँ अहिले राम्रोसँग हुँदै रहेछ पिच। एकदम रफ्तारमा भइराखेको छ। सो होइन एकदमै रफ्तारमा भइराखेको छ काम। उताबाट घुम्दै आएको हो। यो कपनी यता पऱ्यो अनि कपनी होइन। काठमाडौँबाट आउँदै हुनुहुन्छ भने ओखरपौवा स्कुल नपुग्दै 500 मिटर अगाडि अथवा ओखरपौवा स्कुलबाट आउँदै हुनुहुन्छ भने काठमाडौँतिर ओखरपौवा स्कुलबाट 500 मिटर अगाडि यस्तो एउटा जङ्सन छ। यो घरलाई ध्यान दिनु होला। यहाँ पसल पनि छ र यही पसलको अथवा यही घरको अगाडिबाट एउटा रोड तल कागती गाउँ जाने रोड छ। त्यहाँबाट हामी रोड हिँडेपछि यो महालक्ष्मी मन्दिरको प्राङ्गणमा पुग्छौँ। यो मन्दिर एकदम प्रख्यात मन्दिर रहेछ यहाँको। सोध्दै यो मन्दिरको नाम लिएर सोध्दै आउनु होला। सहज हुन्छ अझै। हामी चाहिँ अहिले मन्दिरको प्राङ्गणमा छौँ। अब यहाँबाट चाहिँ हामी रोड करिब 1 घन्टाको रोड यात्रा गरेर बनचरी डाँडातिर लाग्छौँ।
यो चाहिँ पहिलाको डम्पिङ साइड सिस्टम अब यस्तो यस्तो भइसकेको छ। अब यो यस्तो प्लास्टिकहरू चाहिँ विशेष प्लास्टिकहरूले चाहिँ धेरै नै समस्या दिने रहेछ। यो यता रानीगुन आज आएको माथिबाट त्यो 3 पिप्ले भयो है। ल यो चाहिँ हाम्रो पञ्चरे डाँडा है, साइड। र यो पञ्चर डाँडाको ठ्याक्कै अगाडि कल्पु खोला बगेको छ र यो कल्पु खोलाको झरना निकै मनमोहक छ। र यहाँबाट हामी फर्कँदा यो सिस्टो लाउनुभन्दा अगाडि यो पिछको बाटो हामी हिँडिराखेका हुन्छौँ। यहाँबाट चाहिँ हामी यो राइट ह्यान्ड साइडको कच्ची बाटो मोटरेबल बाटै छ, यो बाटो भएर 3 पिप्ले निस्कन्छौँ। खतरा छ है बाटो चाहिँ, खतरा छ। यहाँबाट डरलाग्दो भिर रहेछ पुरा। तल चाहिँ यहाँ खेतीपाती गर्ने खेत रहेछ। यहाँबाट चाहिँ एकदमै हाइटमा, हाइट धेरै नै हाइटमा छ यार। हामी ठ्याक्कै यो पासाङलामा हाइवे आइपुग्यो र यहाँबाट राइट लागे बालजु, यहाँबाट यता 3 पिप्ले। यो जङ्सनबाट करिब 15 मिनटको हिँडाइमा म 3 पिप्ले पुगेँ। 3 पिप्ले पुग्दा 5:30 बजेको थियो। 6 बजेसम्म यहाँ गाडी लाग्दो रहेछ।